हामी आज सबै अति हर्षित छौं किनभने जगतकै पावन पहले बीज उदय हुआ पूरी जहां नौतना सब पुरियों में उत्तम हुई धन धना। जो चीज जगत में संपूर्ण जगत के लागि कल्याण गर्नका लागि एउटा पुरीको स्थापना भएको छ, जो पुरीको नाम हो नौतनपुरी। नौतनपुरी धाम अहिले वर्तमान अनंत श्री विभूषी जगतगुरु आचार्य महाराज श्री को प्रमुख शिष्य में रहनुहुने अनि उहाँको महन्तको रूपमा रहनुहुने, प्रतिनिधिको रूपमा रहनुहुने अति आदरणीय महाराज जी को यहाँ पावन उपस्थिति रहेको छ। हामीलाई दर्शन लाभ मिलिरहेको छ। आदरणीय लखनदेव जी महाराज जीलाई पनि यथास्थानमा थानमा हामी यहाँ स्वागत जनाउँदछौँ। अहो भाग्यम नंद गोप ब्रजोकसाम यं मित्रम परमानंदम पूर्ण ब्रह्म सनातनम। हाम्रो अहो भाग्य हो यो आज जंगम र स्थावर दुईटा तीर्थ हुन्छन् भने जंगम तीर्थ स्वयं आज धाम यहाँ आउनु भएको छ। हामी यति नै हर्षित छौँ। महाराजजीलाई धेरै धेरै स्वागत। यसरी नै जगतानन्दजी महाराज जी एउटा सुन्दर पीठमा नेपाल